स्वागत सत्य खोजी शंकर कुमार पौडेल आउनुहोस् जय हो शङ्करजी जय हो बसाइ पोखरामै छ शङ्करजीको हजुर म पोखरा बस्छु गुड के मेडिकल मेडिकलमा स्वास्थ्यकर्मी स्वास्थ्य लामो 25-30 वर्ष काम गरेँ वाह पछि थ्याङ्क यू यहाँ कस्तो हो 4 रात यहाँ काम गर्नु हो यो कस्तो अनुभव थियो गजब मजा आयो मजा यो मजा कसरी आउँछ भनेर भन्दाखेरि अन्तर्मनको हृदयबाट यहाँको यो वातावरण मलाई लाग्यो म धेरै पटक भौतारिएको छु तपाईँलाई भेट्नका लागि काठमाडौँमा मेरो समय मिलेन र पोखरा नामैले आफै काफी छ हामीसँग उत्तरमा हिमाल छ त्यहाँमध्ये पहाड छ सुन्दर नगरी पोखरा छ छेउमा सेती नदी यो दुईटा नदीको सङ्गम र यो माहौल यो वातावरणमा यो मान्छे गजब प्रकृतिले र हामीले तपाईँको सोचले यो पूर्वाधार जसरी तयार गर्नुभयो म त धेरै प्रभावित भएँ मेरो घर गाउँघर स्याङ्जा हो स्याङ्जामा पनि यतिको जग्गा छैन धेरै कुराहरू संयोजन मिल्दैन समग्रमा भन्नुपर्दा यो वातावरणले पनि एकदमै राम्रो लाग्यो र कार्यक्रम जसरी आयोजना गर्नुभयो र योभन्दा अगाडि पनि धेरै कार्यक्रमहरू यहाँ भइरहेका छन् काठमाडौँको त म धेरैचोटि तपाईँको युट्युबबाट फेसबुकबाट पनि हेर्ने गर्छु आज प्रत्यक्ष रूपमा तपाईँसँग साक्षात्कार गर्नु जुन 4 दिन अगाडिको यो अवसर मिल्यो यो इन्टायर टिम हाम्रो टिकटक आनन्द गुरु म उहाँबाट प्रभावित भएर आज टिकटक आनन्द गुरुको मेरो स्वगोत्रीय पनि हुनुहुन्छ उहाँ टिकटक आनन्द गुरु है उहाँबाट प्रभावित भएर मेरो घरको पाएक परेर आज पोखरामा आउनु पाएँ यो खुसीको अवसरमा सबैलाई भेट्न पाउँदा यो इन्टायर टिमलाई सबैलाई आभार व्यक्त गर्न चाहन्छु र यो जसरी तपाईँले परिकल्पना गरेर यहाँ बनाउनु भयो नि हामी जस्तै अब जेन्जीहरू पनि भेट्यौँ मैले हामी त YX गइसक्यौँ अब होइन उमेरले पनि जेड अब छ म त +57 भइसकेँ त्यसले गर्दाखेरि अब हामीलाई पनि यो वातावरणमा तान्छ मलाई त मेरो भित्र अन्तर्मनमा कति बेला आउनु भएको छ अर्को शिविर कहिले गर्नुहुन्छ देख्छु म अब सोसियल मिडियामा कन्ट्याक्टमा जोडिन्छु र फेरि पनि आएर एकचोटि सबैलाई भेट्ने एउटा अभिप्सा त्यो कन्टिन्यू गर्न पाऊँ यो गुरुको चरण कमलमा यो मैले निवेदन गरेँ र ध्यान योग र प्रवचनका बारेमा थुप्रै योगीहरू हुनुहुन्छ नेपालमा भारतमा कहीँ पनि विश्वभरि तपाईँको त्यो अदम्य लामो 5-6 दशकको यो साधना ओशोको यो आशीर्वाद गजब के नेपालले एउटा यस्तो अभूतपूर्व मान्छे पायो जनकपुरमा सोचेका थिए ती जनताले तपाईँ जहाँ जन्मिनु भयो तपाईँको गाउँमा सोचेका थिए ती मान्छेले त्यो बेलाको राणा भनौँ त्यो शासनकाल त्यो चेतना त्यो समाजले परिकल्पना नगरेको एउटा अद्भुत अद्वितीय जसले मान एकजना अरुण कुमार सिंह जन्मियो यो गर्व लाग्छ तपाईँलाई फेरि पनि नमन गर्छु धेरै शिष्यहरू जन्माउनुहोस् युग युग तपाईँको जुन एउटा अन्तरात्माबाट आएको एउटा गुरुको जुन एउटा महत्त्व छ सबैले बुझुन् नेपालमा युवा जेनेरेसन अलि विकृत राजनीतिको शिकार भइराखेको यो सन्दर्भमा तिनीहरूलाई सद्बुद्धि दिनका लागि ओशोको आशीर्वाद तपाईँको साक्षात्कार र सबै नेपालीले आध्यात्म र राजनीति आध्यात्म र भौतिकवाद आध्यात्मवाद र भौतिकवादको फ्युजनमा एउटा नयाँ परिकल्पना गरोस् कि अबको 50 वर्ष 100 वर्षपछि नेपाल यस्तो होस् कि एउटा आन्तरिक पर्यटन बाह्य पर्यटनमा पनि धर्म योग भनौँ प्रवचन यिनीहरूले प्रभावित पारेर पोखरालाई अझै सुन्दर नगरी बनाओस् मेरो शुभकामना थ्याङ्क यू धेरै राम्रो भाव छ तपाईँको धेरै राम्रो हाम्रो पनि प्रयास के छ भने यो आध्यात्मिक गन्तव्य नेपाल मैले नेपालमा 55 वर्षदेखि यो काम गरिराखेका छु ओशोको प्रचार प्रसार हाम्रो सबैको अभिलाषा के छ भने नेपाल आध्यात्मिक गन्तव्य बनोस् सारा संसारबाट मान्छे
यहाँ योग र ध्यान अहिले आउन सुरु भइसक्यो। अहिले तपोवनमा वर्षमा 60 देशभन्दा बढीका देशका मान्छे योग ध्यान सिक्नलाई आउन सुरु भइसके। तर दुनियाँमा 230 देश छ, 60 देश हामीलाई पुगेको छैन होइन। संसारका हरेक देशबाट मान्छे नेपाललाई आध्यात्मिक गन्तव्य बनाओस्, स्पिरिचुअल क्यापिटल बनोस् वर्ल्डको। हाम्रो चाहना पनि त्यो हो। त्यसमा तपाईँ हामी सबैको सहयोगलाई चाहियो। बोलेर हुँदैन, गफ गरेर हुँदैन, त्यसको लागि हामी पनि तप गरौँ। पहिला त आफै अरूलाई गराउनु भन्दा अगाडि पहिला आफू तपस्वी बन्नु पर्यो होइन। गुरु बन्ने होइन, शिष्य बन्नु पर्यो होइन। आफू चाहिँ तपस्वी बनेपछि त्यसको प्रभावले अरू तपस्वी बन्छ होइन। तपाईँ खुब ध्यान गर्नुहोला र नेपालमा ओशो जो सपना छ ओशो कि नेपाल अध्यात्मको एउटा गन्तव्य भयो, यसमा सहयोग गर्नुहोला। पहिला तपाईँको नाम दिउँ। मेरो नाम